के भयो उहाँको मान्छेको हुनुहुन्छ उहाँको तुरुन्तै एमआरआई गरिहाल्नुपर्छ। यसो लक्षण हेर्दाखेरि मस्तिष्क घाटको जस्तो छ। मलाई मस्तिष्क घात भएको 5 दिन भयो। मलाई सुरुमा मेरो मुख बानियो, यो देब्रेपट्टिको हातखुट्टा लुलो भयो, चलेन। त्यसपछि मेरो परिवारले चाहिँ यस उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल 5 बारीमा लिएर आउनुभयो। यहाँ आइसकेपछि अहिले मेरो यो हातखुट्टाहरू दुइटै राम्रोसँग चल्ने भएको छ, काम गर्ने भएको छ। मुख पनि पहिलाको जस्तै ठिक भएको छ। त्यसले गर्दा म यस हस्पिटलको सम्पूर्ण कर्मचारीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। नमस्ते।